सम्पूर्णलाई नमस्कार। म पश्चात चन्द्रकान्त भण्डारी। आज पनि हाम्रो सामाजिक सद्भाव फैलाउने एउटा पर्व, कुनै जात जाति धर्म सम्प्रदाय संस्कृति कुनै कुराको पनि विभेद नगरिकन हाम्रा यी चाडपर्वहरू समय परिस्थिति अनुसार, जसरी वसन्त ऋतुको आगमनसँगै तपाईँ हामी भित्र भएको विभिन्न किसिमका विचारहरूका डाइमेन्सनहरूलाई उजागर गर्नको लागि, अथवा भनौँ तपाईँभित्र रहेका 7वटा विद्यमान चक्रहरू भित्र विभिन्न किसिमका रङहरू विद्यमान रहेका हुन्छन्। मूलाधार चक्रमा रातो कलर, स्वादिष्ठान चक्र ओरेन्ज कलर, मणिपुर चक्र पहेँलो कलर, अनाहत चक्र हरियो कलर, सँगसँगै विशुद्धि चक्र र आज्ञा चक्र र सहस्त्र चक्र हुँदै 7वटा विभिन्न कलरहरू यसै डाइमेन्सनहरूको काम गर्दछन्। यी डाइमेन्सनहरूले हाम्रो युनिभर्समा रहेका विभिन्न इनर्जीहरूलाई एउटा रिसिभ गर्ने र हाम्रो जीवनलाई सहज बनाउने काम गर्छन् र हाम्रा सबकन्सियस माइन्डमा भएका विभिन्न अनुभूतिहरू र वर्तमानमा भएका प्रारब्धमा भएका जुन गतिविधिहरूलाई एउटा डाइमेन्सनलाई एउटा दिशा निर्देश गरेर तपाईको जीवनलाई एउटा लक्ष्यमा एचिभ गर्नको लागि यी चाडपर्वहरू एकदम महत्त्वपूर्ण हुन्छन्। यो साधनाको हिसाबले र कुण्डलिनीको हिसाबले र मानव जगतको कल्याणको लागि एउटा सृष्टि सुरुवात, एउटा संरचना प्रकृति र पुरुषको हिसाबले भनौँ, अथवा हाम्रा यी वसन्त ऋतु आगमनसँगै हाम्रो जसरी पालुवाहरू पलाइरहेका हुन्छन् बोट बिरुवाहरूमा, त्यसै गरी हाम्रो जीवनमा पनि विभिन्न सेलहरू शरीरभित्र रहेका अनगिन्ती सेलहरूभित्र पालुवाहरू पलाउने बेला भइरहेको छ। ती पालुवाभित्र असीमित सम्भावनाहरू छन् र ती सम्भावनाहरूलाई चिर्दै हामी जीवन, हाम्रो डाइमेन्सनलाई, एउटा लक्ष्यलाई एचिभ गर्नको लागि हामी दिनरात साधनामा तल्लीन भएका छौँ। मानव जीवन यही साधनालाई लक्ष्यमा पुर्याउनको लागि होलीका विभिन्न रङहरूले तपाईको जीवन उल्लासमय बनोस् र तपाईमा नयाँ डाइमेन्सनहरूको सुरुवात होस् र तपाईका सोचहरू विचारहरू एउटा दिशा निर्देश गरेर तपाईको लक्ष्यमा केन्द्रित भउन् र सम्पूर्णलाई शुभकामना दिँदै मेरो यस आफन्त प्रोडक्सनको च्यानललाई तपाईँ सब्सक्राइब गर्नुभएको भने सब्सक्राइब गरिदिनु होला र विभिन्न आयामहरू, डाइमेन्सनहरू र विभिन्न स्पिरिचुअलिटी सम्बन्धी खोज अनुसन्धानहरूलाई तपाईहरुको साथ सहयोग सँगसँगै अगाडि बढाउने सहित आयुर्वेद, योग, प्राकृतिक चिकित्सा र अन्य विविध विषयहरूमा अगाडि बढाउने नै छु। हस्त, धन्यवाद, नमस्कार।